पूर्व दिशा सम्बन्धित केही वास्तु सुझाव ल। तपाईले घर बनाउनु हुँदैछ भने पूर्व दिशामा चाहिँ खुला राख्नुहोस्। त्यो जग्गामा आँगन होस्, त त्यो जग्गामा कुनै किसिमको रुखहरू नहोस्, रुखपात नहोस्। जति तपाईको पश्चिम दिशा जति फिट छोडिएको छ त्यसको डबल पूर्व दिशा खाली होस्। दक्षिण जति जो छोडिएको छ, दक्षिण दिशामा जति जग्गा छ त्यसको डबल उत्तर दिशामा होस्, खाली जग्गा। त्यो गर्दाखेरि चाहिँ तपाईहरुको राम्रो हुन्छ। घर त्यस्तो घरमा बसेको चाहिँ सौभाग्यवर्धक भन्छ। र घर बनाउँदाखेरि पूर्वपट्टि सेपेर चिन्ह बनाउनुहोस्। सक्नुहुन्छ भने पश्चिम र दक्षिणमा सेपेर घर बनाउनुहोस्। पश्चिम र दक्षिण अलिक अग्लो पनि होस्। घरको पानी बगेर जाँदाखेरि उत्तर या पूर्वपट्टि जाओस्, एकदमै बेस्ट हो त्यो। त्यो घरमा बस्ने मान्छे सौभाग्यवर्धक हुन्छ। किनकि पूर्व खुला छ भनेदेखि तपाईको घरमा सनलाइट डाइरेक्ट आउँछ, घरमा एन्ट्री हुन्छ हो। त्यसले गर्दाखेरि सनलाइटबाट तपाईले एनर्जी पाउनुहुन्छ। वास्तु टिप्सले त्यो पनि भन्छ। र पूर्व दिशा हमेशा खुला होस्। त्यो जग्गामा अरूको बिल्डिङ छ भनेदेखि पनि त्यसलाई यताउति केही उपाय गरेर त्यसलाई तोड्ने उपाय गर्नुहोस्। कि वास्तुशास्त्रीहरूले त्यो पनि त्यसको पनि उपाय निकाल्दिन्छ। पूर्व दिशामा कसैको बिल्डिङहरू परेको छ भनेदेखि त्यसलाई पनि उपाय छ।